ल नातिनी राम्रोसँग पढ है यसपालि त फर्स्ट भएर आउनुपर्छ नि फेरि। हुन्छ हजुरआमा। ए साँच्ची मैले हजुरलाई अस्ति नै पढाएको हजुरले त बिर्सिनु भयो होला। छैन बिर्सेको छैन। ल भन्नु त। क ख ग घ अण। कहाँ एकैचोटि अँडा आउँछ र हजुरआमा? तपाईँले त मैले पढाएको सबै बिर्सिनु भएछ। ए मैले बिर्सिन्छु पो? त्यसो भए म फेरि भन्छु नि त। हुन्छ। क ख ग घ ङ च छ गे। ल हेर त हजुरआमाले त मैले पढाएको सबै बिर्सिनु भएछ। म फेरि सुरुदेखि पढाउँछु। क ख ख ग ग घ। घ। मालती पढिसक्यो? आऊ खाना खाना, स्कुल जानुपर्छ छिटै। आज मालतीलाई म छोड्न जान्छु स्कुल। हस् खुरुक्का लाएर काममा नगर के को मालतीले स्कुल पुऱ्याउने नाटक गर्नु पर्यो? स्कुल पुऱ्याउनलाई हामी घरमा छैनौँ र। हजुर चुप लाएर काममा गइबक्स्यो। तपाईँले मालतीलाई स्कुल पुऱ्याउनु हुन्छ कि कहाँ पुऱ्याउनु हुन्छ भन्ने कुरा राम्रोसँग थाहा छ। सबै कुरा छर्लङ्ग देखिया छ। चुप लाएर काममा गइबक्स्यो हजुर। म किन जानु पर्यो? टुल्की काममा गएकी छ त अनि। जति बेला पनि टुल्कीकै भर परेर हुन्छ। यता पनि टुल्की उता पनि टुल्की, यता पनि टुल्की नै गएकी छ उता पनि टुल्की नै गएकी छ। होइन है मूर्ख, तँलाई अलिकति पनि लाज शरम छैन? तँ लोग्ने मान्छे भएर जति बेला पनि सहनीलाई काममा दलाउने सहयोग गर्नु पर्दैन कि त? कहाँ गएर हुन्छ खुरुक्क पैसा कमाएर ल्याएर जो लाउरेको ऋण तिर, होइन भने चुपचाप लाएर खुरुक्क लाउरे भएकोमा काम गर्नु छ। मलाई यहाँ धेरै किच गर्न नपार है लक्ष्य मैले भन्दै। तरेर त्यसै सन्किएर हिँड्छ भने मालती ल खाना खाएर स्कुल जानुपर्छ। आमा तपाईँ पनि आउनु खाना खान। ल आइहाल सानो आइहाल ल।